ल म चाहिँ बिहान 6-7 बजे लिनु भए पनि फेरि यता पछाडि देखिन्छु डोमेस्टिक एराइभलमा आइपुगेको छु। किन आएको छु एकछिनपछि थाहा हुन्छ। अहिले चाहिँ 11 बज्न थालिसक्यो, 11 बजिसक्यो। म अहिले चाहिँ डोमेस्टिक टर्मिनलमा आइसकेको छु अराइभलमा। एकछिन वेट गर्नु छ, त्यसपछि सरप्राइज। हेर मलाई लिन आएको मान्छेको काम हेर, मैले लिन आउने हो। थ्याङ्क यू छोरा। खै त ब्याक क्यामेरा बनाइ जान्छ। डराएन हो। हेलो, हामी बाबा छोरी घुम्न निस्किरहेको छौँ अहिले होइन। कहाँ जान लागेको छोरी हामी? अनि मम्मी पनि गइरहेको छ। त्यो मम्मी हो, यो बाबा छ। मलाई भिडियो बनाउन मन लाग्दैन के। Hello guys. हेलो गाइस। Bye. Ada hani pomo ada pojeng घुम्न जान्छु बाबाको गेट पनि आटो एयरप्लेन पनि फर्स्ट नाइ। यो भिडियो बोलेको नि हाल्नुहुन्छ? बोलेको तिम्रो खिचिसक्यो, त्यो गयो। के पक्को? आज बाबासँग म फ्री छु। आज फर्स्ट दिन बाबाको नास्ता खाएँ। 3 इयर्स पछि बाबा र छोरीको भेट भयो भन न। 3 इयर्स पछि बाबा र छोरीको भेट भयो आज। बाई। फेरि भेटौँ न अहिले पर गएर। फेरि भेटौँला। बाबा आज हजुरले 3 इयर्स अनि हामी 1 महिना फुल मस्ती गर्छौँ। छोरीको स्कुल छैन। हामी खुब मस्ती गर्छौँ। अरूको आज पनि लाग्यो हैन, भोलिबाट लाग्छ अरूको त। मेरो छोरीको एक्जाम सकियो होइन, त्यही भएर हामी के गर्छौँ? घुम्न जान्छ। घुमिरहेको छौँ होइन। ओके, भोलि पनि जाने हो। कहाँ घुम्छौँ रे हामी? उता घुमिरहन्छौँ। यता घुमिरहेको छौँ। कुन ठाउँ चाहिँ? ओके, कुन ठाउँ? काठमाडौँ अनि सुर्खेत। काठमाडौँ सुर्खेत घुम्छौँ आज हामी। मजा आउँछ। आज मात्रै होइन कि 1 महिनासम्म भनेको छु कि। आज 2 दिन 4 दिन 5 दिन 1 महिनासम्म के 1 महिना। हामी 1 मन्थसम्म घुमिरहन्छौँ। यस। मम्मी चाहिँ आज मात्रै जुलायो। आज र भोलि मात्रै जुलायो। यहीँ घर निस्किन्छ। नखोल्छ नि टोपी। टोपी नखोल्नु त के हुन्छ? अनि टक्ला हुन्छ त बाबा। टक्ला हुन्छ के हो? अब भिडियो बन्न तिम्रो मात्रै बोल्यो र हामी पनि बोल्नु। ठाडो भएन क्या। हेलो गाइज, आज हामी काठमाडौँ घुमिरहेको छौँ। मजा आयो। आज छोरी बाबासँग 3 इयर्स पछि बाबा छोरीको भेट भएको छ। छोरीले बाबाको धेरै माया मान्छ छ अरे, त्यही भएर बाबालाई छोड्नै सक्छ छैन। हो छोरी? हो सानो? बाबाको विदेश हो यो। काठमाडौँ होइन, एरोप्लेन आएपछि विदेश हुन्न होइन? छोरीलाई त बाबाले 1 महिना विदेश लगेर घुमाइदिन्छ अरे नि। हो त्यही भएर घुमिराख्ने।
गयो काका बाई बाई त्यहाँ धेरै गौतम बुद्ध छ। यता धेरै गौतम बुद्ध छ अरे छोरीले भनेको। उता देखाइछु। ए गौतम बुद्ध कति धेरै छ गौतम बुद्ध सुनेको थियो तिमीले हो त जय श्री बोल्नु। ए मलाई भोलेनाथ बुद्ध दिन्छ सरस्वती माता। मेरो छोरीको संस्कृतमा पण्डित भइसक्यो पण्डित भइसक्यो। कसैले बिहे गर्नुपर्छ भने मेरो छोरीलाई बोलाउनु पण्डित गर्नु हजुरहरूलाई आउँछ कि नै गाई यस्तो भन्न मेरो छोरीलाई यस्तो यस्तो भन्न आउँछ। संस्कृतमा अरू के भन्न आउँछ? अगाडि पनि मान्छे हेर तिमी अगाडि मात्रै नहेर भयो भयो भन्नु पर्यो अब छोरो हामी कहाँ जाँदैछौँ के गर्न जाँदैछौँ घुम्न जाँदैछौँ पछाडि मङ्की छ अहिले देखिँदैन अहिले पछि देखाउँछु उता म देखाइदिन्छु हेर है ए मङ्की हेलो हेलो गुड मर्निङ फ्रम पशुपति हामी चाहिँ अहिले आइरहेको छौँ पशुपतितिर पूजा गर्नलाई त होइन घुम्नलाई पूजा गर्नलाई बारे हाम्रो छोरो यहाँ हामी त पूजा गर्ने हो हजुर भित्र छन् हो एकछिन आउँछ है गाइज हाम्रो मान्छे यहाँ चाहिँ 50 रुपियाँमा जम्मा 40 रुपियाँ खरिद गर्ने मान्छे 50 रुपियाँ तिरेर 40 रुपियाँ खरिद गर्ने मान्छे